नमस्कार साथीहरु, फेरि पनि स्वागत छ हजुरहरुलाई यस युट्युब च्यानलमा। आउँदै गरेको प्री टेस्टको एक्जामलाई फोकस गरेर च्याप्टर वाइज महत्त्वपूर्ण प्रश्नहरु ल्याएर फेरि पनि उपस्थित भइसकेको छु। आजको यस भिडियोमा नेपालको भूगोल, धरातलीय स्वरूप, हावापानी र प्राकृतिक स्वरूप टपिकका महत्त्वपूर्ण प्रश्नहरु समावेश गरिएको छ। भिडियोलाई स्किप नगरेर अन्तिमसम्म हेर्नु होला। साथै अहिलेसम्म पनि हाम्रो यस युट्युब च्यानललाई सब्स्क्राइब गर्नु भएको छैन भने सब्स्क्राइब गरेर जोडिनु होला। ल साथीहरु, आजको पहिलो प्रश्न रहेको छ, पूर्वबाट पश्चिमका हिमालको क्रम कुन सही हो? अप्सन ए कञ्चनजंघा, मकालु, लोछे, सगरमाथा, चोयु। अप्सन बी कञ्चनजंघा, मकालु, सगरमाथा, लोछे, चोयु। अप्सन सी कञ्चनजंघा, सगरमाथा, मकालु, लोछे, चोयु र अप्सन डी कञ्चनजंघा, मकालु, चोयु, सगरमाथा, लोछे। साथीहरु विचार गर्नुहोस् त यो प्रश्नको सही उत्तर कुन अप्सन हुन्छ होला? यो प्रश्न नम्बर 1 को सही उत्तर अप्सन ए कञ्चनजंघा, मकालु, लोछे, सगरमाथा, चोयु पूर्वबाट पश्चिमका हिमालको सही क्रम हो है त। साथै तपाईहरुले के कुरा थाहा पाइराख्नुहोस् भने नेपालमा रहेका 8000 मिटर भन्दा अग्ला 8 वटा हिमालहरुको पूर्वदेखि पश्चिमको क्रम पनि याद गरिराख्नु पर्यो। त्यो याद गर्नको लागि तपाईहरु एउटा सम्झिने सूत्र याद गर्न सक्नुहुन्छ। कमल साँचो मनले अन्न धौ। तपाईहरुले यो सूत्र याद गर्नुभयो भने हाम्रा 8 वटै हिमालहरुको पूर्वदेखि पश्चिमको क्रम याद गर्न सक्नुहुन्छ है त। जहाँ क भनेको कञ्चनजंघा भयो, अनि म भनेको मकालु भयो, अनि ल भनेको लोछे भयो, सा भनेको सगरमाथा भयो, अनि चोबाट चोयु आयो, अनि मनलेबाट मनास्लु भनेर याद गर्नुहोस्, मनास्लु, अनि अन्नबाट अन्नपूर्ण भनेर याद गर्नुहोस् साथीहरु, अन्नपूर्ण, अनि त्यसपछि धौबाट धौलागिरी हिमाल तपाईले याद गर्न सक्नुभयो भने यसरी तपाईहरुले पूर्वदेखि पश्चिमको हिमालको क्रम याद गर्न सक्नुहुन्छ है त। प्रश्न नम्बर 2, नेपालको ठूलो, गहिरो र लामो नदीको क्रम कुन सही छ? अप्सन ए कोशी, गण्डकी, कर्णाली। अप्सन बी कोशी, कर्णाली, नारायणी। अप्सन सी कर्णाली, कोशी, गण्डकी र अप्सन डी गण्डकी, कोशी, कर्णाली। साथीहरु विचार गर्नुहोस् त यो प्रश्नको सही उत्तर कुन अप्सन हुन्छ होला? यो प्रश्नको सही उत्तर अप्सन ए कोशी, गण्डकी, कर्णाली भनेका कोशी नेपालको सबैभन्दा ठूलो नदी हो, त्यस्तै गण्डकी नेपालको सबैभन्दा गहिरो नदी हो र कर्णाली नेपालको सबैभन्दा लामो नदी हो साथीहरु। यसैले यो प्रश्नको सही उत्तर अप्सन ए भयो। त्यस्तै तपाईहरुले के कुरा थाहा पाइराख्नु पर्यो भने नेपालको सबैभन्दा ठूलो नदी कोशी नदीको कुल लम्बाई 720 किलोमिटर रहेको छ। यो कोशी नदीको कुल जलविद्युत उत्पादन क्षमता भनेको 22000 मेगावाट हो। अनि त्यस्तै कोशी नदी 7 वटा सहायक नदीले बनेको हुँदा यसलाई सप्तकोशी पनि भनिन्छ। अनि सप्तकोशीका 7 वटा सहायक नदीहरू भनेका दुधकोशी, सुनकोशी, तामाकोशी, इन्द्रावती, अरुण, तमो र लिखुहुन भन्ने कुरा तपाईहरुले थाहा पाइराख्नु पर्यो है त। त्यस्तै तपाईहरुले नेपालको सबैभन्दा गहिरो नदी गण्डकीको सम्बन्धमा के कुरा थाहा पाइराख्नु पर्यो भने गण्डकी नदीको कुल लम्बाई 338 किलोमिटर रहेको छ। यो गण्डकी नदीको कुल जलविद्युत उत्पादन क्षमता भनेको 21000 मेगावाट हो। यो गण्डकी नदी पनि 7 वटा सहायक नदीले बनेको हुँदा यसलाई सप्तगण्डकी पनि भनिन्छ। अनि सप्तगण्डकी नदीका 7 वटा सहायक नदी भनेका काली गण्डकी, सेती गण्डकी, बुढी गण्डकी, महादी, मर्स्याङ्दी, दरौदी र त्रिशुली हुन् भनेर तपाईहरुले थाहा पाइराख्नु पर्यो है त। त्यस्तै तपाईहरुले नेपालको सबैभन्दा लामो नदी कर्णालीको सम्बन्धमा के कुरा थाहा पाउनु पर्यो भने कर्णाली नदीको कुल लम्बाई 507 किलोमिटर रहेको छ। यो नदीको कुल जलविद्युत उत्पादन क्षमता भनेको 32000 मेगावाट हो। अनि कर्णाली नदी पनि 7 वटा सहायक नदीले बनेको छ। ती 7 वटा सहायक नदी भनेका हुम्ला कर्णाली, मुगु कर्णाली, ठुलो भेरी, सानो भेरी, सेती, बुढी गंगा र तिला हुन् भनेर तपाईहरुले चाहिँ याद गर्नु पर्यो है त। प्रश्न नम्बर 3, नेपालमा बराबर क्षेत्रफल हुने 2 जिल्ला तलका मध्ये कुन कुन हुन्? 1 डोटी र बर्दिया, 2 रामेछाप र तनहुँ, 3 गुल्मी र पाल्पा, 4 रूपन्देही र कपिलवस्तु। साथीहरु विचार गर्नुहोस् त यो प्रश्न नम्बर 3 को सही उत्तर कुन अप्सन हुन्छ होला? यो प्रश्न नम्बर 3 को सही उत्तर अप्सन ए मा रहेको 1 र 2 हो साथीहरु। यहाँ 1 मा रहेको डोटी र बर्दिया भनेका समान क्षेत्रफल भएका जिल्लाहरू हुन्, जसको क्षेत्रफल 2025 वर्ग किलोमिटर रहेको छ है त।
त्यस्तै 2 मा रहेको रामेछाप र तनहुँ पनि समान क्षेत्रफल भएका जिल्लाहरू हुन् जसको क्षेत्रफल 1546 वर्ग किलोमिटर रहेको छ है त। अब तपाईहरुले 1 मा रहेको डोटी र बर्दियालाई डोब भनेर पनि याद गर्न सक्नुहुन्छ। डो भनेको डोटी, ब भनेको बर्दिया। त्यस्तै 2 मा रहेको रामेछाप र तनहुँलाई रात भनेर पनि याद गर्न सक्नुहुन्छ। रा भनेको रामेछाप र त भनेको तनहुँ है त साथीहरु। प्रश्न नम्बर 4, नेपालको सबैभन्दा उच्च स्थानमा रहेको विमानस्थल डट डट हो। अप्सन ए लुक्ला विमानस्थल, अप्सन बी स्याङबोचे विमानस्थल, अप्सन सी फाफ्लु विमानस्थल र अप्सन डी जुम्ला विमानस्थल। साथीहरु विचार गर्नुहोस् त यो प्रश्नको सही उत्तर कुन अप्सन हुन्छ होला? यो प्रश्नको सही उत्तर अप्सन बी स्याङबोचे विमानस्थल हो साथीहरु। स्याङबोचे विमानस्थल सोलुखुम्बु जिल्लामा अवस्थित छ अनि यो समुद्र सतहबाट 3780 मिटर उचाइमा रहेको छ साथीहरु। प्रश्न नम्बर 5, समूह 1 र समूह 2 बीच जोडा मिलाई कोडबाट सही उत्तर छान्नुहोस्। यहाँ समूह 1 र समूह 2 बीच सही जोडा मिलाउँदा कुन अप्सन ठीक हुन्छ होला विचार गर्नुहोस् त। यहाँ समूह 1 र समूह 2 बीच सही जोडा मिलाउँदा ए मा रहेको विष्णुमती नदीको उद्गम स्थल भनेको सपन तीर्थ हो, त्यसैले ए को 3 भयो। त्यस्तै बी मा रहेको मर्स्याङ्दी नदीको उद्गम स्थल भनेको दामोदर हिमाल हो, त्यसैले बी को 1 भयो। त्यस्तै सी मा रहेको हुम्ला कर्णाली नदीको उद्गम स्थल भनेको मान सरोवर हो, त्यसैले सी को 2 भयो। अनि डी मा रहेको यारी भन्ज्याङ हुम्ला जिल्लामा अवस्थित छ, त्यसैले साथीहरु डी को 4 मा जोडा मिलेकाले यसरी कोडबाट हेर्दा अप्सन डी यो प्रश्नको सही उत्तर हो साथीहरु। प्रश्न नम्बर 6, सुगौली सन्धि कहिले भएको थियो? अप्सन ए सन् 1813 मार्च 1, अप्सन बी सन् 1816 मार्च 2, अप्सन सी सन् 1816 मार्च 3 र अप्सन डी सन् 1816 मार्च 4। साथीहरु विचार गर्नुहोस् त यो प्रश्नको सही उत्तर कुन अप्सन हुन्छ होला? यो प्रश्नको सही उत्तर सन् 1816 मार्च 3 हो साथीहरु। यहाँ अप्सन सी मा भएकाले राइट एन्सर अप्सन सी भयो। त्यस्तै तपाईहरुले सुगौली सन्धिको सम्बन्धमा थप के कुरा थाहै राख्नुहोस् भने सुगौली सन्धि नेपाल र ईस्ट इन्डिया कम्पनी ब्रिटिसको बीचमा भएको सन्धि हो साथीहरु। यो हुनुको मुख्य कारण भनेको सन् 1814 देखि 1816 सम्म चलेको एङ्ग्लो नेपाल वार अर्थात नेपाल र अंग्रेज बीचको युद्धको अन्त्य गर्न भएको थियो साथीहरु। तपाईहरुले यो कुरालाई याद गरेर राख्नु होला। त्यस्तै सुगौली सन्धिमा 9 वटा धारा रहेका छन्, यो कुरा पनि तपाईहरुले याद गरेर राख्नुहोस् है त। त्यस्तै तपाईहरुले अर्को के कुरा याद गर्नुहोस् भने सुगौली सन्धिमा नेपालको तर्फबाट गजराज मिश्रले हस्ताक्षर गरेका थिए भने अनि ईस्ट इन्डिया कम्पनीको तर्फबाट मेजर ब्राड शाले हस्ताक्षर गरेका थिए भनेर तपाईहरुले याद गरेर राख्नुहोस् है त। त्यस्तै तपाईहरुले अर्को महत्त्वपूर्ण कुरा के थाहा राख्नुहोस् भने यो सुगौली सन्धि हुनुभन्दा अघि नेपालको सिमाना पूर्वमा टिस्टासम्म थियो अनि त्यस्तै पश्चिममा सतलजसम्म थियो भन्ने कुरा तपाईहरुले याद गरेर राख्नुहोस् साथीहरु। अघि पूर्वमा टिस्टासम्म र पश्चिममा सतलजसम्म सिमाना थियो। त्यस्तै सुगौली सन्धि पश्चात नेपालको सिमाना 1/3 घटेर पूर्वमा मेची नदी कायम हुन गयो भने पश्चिममा महाकाली नदी कायम हुन गयो साथीहरु। यो कुरा पनि तपाईहरुले याद गरेर राख्नुहोस् है त। प्रश्न नम्बर 7, जोडा मिलानमा तलको कुन चाहिँ कोड ठीक छ? साथीहरु यहाँ प्रश्नमा हामीहरुलाई समूह 1 मा नदीहरुको नाम दिएको छ भने समूह 2 मा ती नदीहरु भारतमा प्रवेश गरेपछि चिनिने नामहरु दिएको छ। अब तपाईहरुले सही जोडा मिलाउँदा कुन अप्सन ठीक हुन्छ होला साथीहरु विचार गर्नुहोस् त। यहाँ प्रश्नमा समूह ए मा भएको मेचीलाई भारतमा महानन्दा भनिन्छ साथीहरु, त्यसैले 2 मा मिल्यो। त्यस्तै बी मा भएको कोशीलाई भारतमा प्रवेश गरेपछि दामोदर भनेर चिनिन्छ, त्यसैले 1 मा मिल्यो। अनि सी मा भएको महाकालीलाई भारतमा प्रवेश गरेपछि शारदा नामले चिनिन्छ साथीहरु, त्यसैले 3 मा मिल्यो। त्यस्तै डी मा भएको कर्णालीलाई भारतमा प्रवेश गरिसकेपछि घाङ्गरा भनेर चिनिन्छ, त्यसैले 5 मा मिल्यो साथीहरु। अब यसको सही उत्तर खोज्दै जाँदा कोड ए मा मिलेकाले यसको सही उत्तर अप्सन ए भयो साथीहरु। प्रश्न नम्बर 8, नेपालको उत्तरी सीमा हिमालदेखि दक्षिण महाभारतसम्म फैलिएको जिल्ला कुन हो? अप्सन ए गोरखा, अप्सन बी गुल्मी, अप्सन सी सिन्धुपाल्चोक र अप्सन डी धादिङ। साथीहरु विचार गर्नुहोस् त यो प्रश्नको सही उत्तर कुन अप्सन हुन्छ होला? यो प्रश्न नम्बर 8 को सही उत्तर
अप्सन डी धादिङ हो साथीहरू। धादिङ नेपालको उत्तरी सीमा हिमालदेखि दक्षिण महाभारतसम्म फैलिएको एकमात्र जिल्ला हो साथीहरू। त्यस्तै तपाईहरुले अर्को कुरा के याद गर्नु पर्यो भने अप्सन सी मा रहेको सिन्धुपाल्चोक भनेको नेपालको उत्तरी सीमा हिमालदेखि दक्षिणमा चुरे पर्वतसम्म फैलिएको नेपालको एकमात्र जिल्ला हो साथीहरू। तपाईहरुले यसलाई पनि याद गरिराख्नुहोस् है त। प्रश्न नम्बर 9, बाँके बर्दिया कैलाली कञ्चनपुर नेपालले इस्ट इन्डिया कम्पनीबाट कहिले फिर्ता पायो? अप्सन ए विक्रम सम्वत 1945, अप्सन बी विक्रम सम्वत 1916, अप्सन सी विक्रम सम्वत 1917 र अप्सन डी विक्रम सम्वत 1921। साथीहरु विचार गर्नुहोस् त यो प्रश्नको सही उत्तर कुन अप्सन हुन्छ होला? यो प्रश्न नम्बर 9 को सही उत्तर अप्सन सी विक्रम सम्वत 1917 अर्थात ईस्वी सम्वत 1860 हो साथीहरु। तपाईहरुले यसलाई याद गरिराख्नुहोस् है त। त्यस्तै तपाईहरुले अर्को महत्त्वपूर्ण कुरा के थाहा राख्नुहोस् भने यी बाँके बर्दिया कैलाली कञ्चनपुर 4 जिल्लालाई नयाँ मुलुक भनेर पनि बुझिन्छ साथीहरु। नयाँ मुलुक भनेर पनि भनिन्छ किन भन्दा सन् 1857 मा भारतमा इस्ट इन्डिया कम्पनी अर्थात ब्रिटिसको विरुद्धमा सिपाही विद्रोह आन्दोलन चलेको थियो। सिपाही विद्रोह आन्दोलन चलेको थियो। उक्त आन्दोलन दबाउन नेपालका तत्कालीन प्रधानमन्त्री जङ्गबहादुर राणाले सैन्य सहायता पुर्याए बापत पुरस्कार स्वरूप यी 4 वटा जिल्लाहरू नेपालले प्राप्त गरेको थियो साथीहरू, अर्थात फिर्ता पाएको थियो। त्यसैले यिनीहरूलाई नयाँ मुलुक भनेर पनि बुझिन्छ साथीहरू। अब फिर्ता पाएको मिति भनेको सन् 1860 मा हो साथीहरू। तपाईहरुले यो मितिलाई पनि याद गरिराख्नुहोस्। यो 1860 भन्नु नै अप्सन सी मा रहेको विक्रम सम्वत 1917 हो है त साथीहरू। प्रश्न नम्बर 10, नेपालमा भएको भूक्षयको कारण तलका मध्ये कुन सही छ? अप्सन ए खुकुलो माटो, अप्सन बी जमिनको भिरालोपना, अप्सन सी अवैज्ञानिक खेती र अप्सन डी माथिका सबै। साथीहरु विचार गर्नुहोस् त यो प्रश्न नम्बर 10 को सही उत्तर कुन अप्सन हुन्छ होला? यो प्रश्नको सही उत्तर अप्सन डी माथिका सबै हो साथीहरु। नेपालमा भूक्षयको कारण खुकुलो माटो, जमिनको भिरालोपना र अवैज्ञानिक खेती नै हो साथीहरु। त्यसैले यो प्रश्नको सही उत्तर माथिका सबै अप्सन डी भयो। अब अन्तमा आशा गर्छु साथीहरु आजको यस भिडियोमा समेटिएको 1.2 नेपालको भूगोल, धरातलीय स्वरूप, हावापानी र प्राकृतिक स्रोत टपिकका यी महत्त्वपूर्ण प्रश्नहरू यहाँहरूले सहजै कण्ठ पार्नुभयो होला। यदि तपाईहरुलाई आजको भिडियो मन परेको छ भने भिडियोलाई लाइक गरेर कमेन्ट गर्न नबिर्सनु होला। साथै तपाईहरु हाम्रो च्यानलमा जोडिनु भएको छैन भने यो च्यानललाई सब्स्क्राइब गरिदिन म अनुरोध गर्दै अब तपाईहरु समक्ष नयाँ टपिक सहित नेक्स्ट भिडियोमा भेट्ने छौं। नमस्कार।